ल सबैजनालाई नमस्कार। म चाहिँ आज तपाईहरुलाई चाहिँ सिम्प्लेक्स मेथडको बारेमा अप्टिमम सोलुसन कसरी निकालिन्छ भन्ने बारेमा स्टडी गर्न गइरहेको छु। र सर्वप्रथम हामीले चाहिँ स्ल्याङ भेरिएबल भनेको के हो र सरप्लस भेरिएबल भनेको के हो दुईटा कुरा जान्नु पर्दछ। स्ल्याग भेरिएबल भनेको कुनै पनि अनइक्वालिटी छ, यो अनइक्वालिटी छ नि यसलाई चाहिँ इक्वालिटी बनाउनको निमित्त हामीले एउटा यहाँनिर r भन्ने भेरिएबल स्ल्याग भेरिएबल चाहिँ एड गरियो भने यसलाई इक्वालिटी बनाउन सकिन्छ, त्यसैलाई नै स्ल्याग भेरिएबल भनिन्छ। अब यो क्वेशन्स गर्दै गर्दाखेरि अब हामीले के गर्न सक्छौं त भन्दा द गिवन कन्स्टेन्ट्स आर। द गिवन कन्स्टेन्ट्स भनेका के हुन् त भन्दाखेरि तपाईहरुले देख्न सक्नुहुन्छ द गिवन कन्स्टेन्ट, यिनीहरुलाई गिवन कन्स्टेन्ट्स भनिन्छ हामीले है। कन्स्टेन्ट भनिन्छ अनि यसलाई अब्जेक्टिभ फंक्शन्स भनिन्छ है, अब्जेक्टिभ फंक्शन हो भने अब द गिवन फंक्शन्सहरु के हुन सक्छन् त कन्स्टेन्ट्सहरु 3x + 2y इज लेस देन अर इक्वल टु 6 minus x plus 3y is greater equal to -4 हो, x is greater equal to 0 हुने भयो। अब यहाँनिर हेरौँ त तपाईहरुले के गरिन्छ भन्दाखेरि यो साइन आयो भने जहिले पनि यो के हुन्छ म्याक्सिमम हुन्छ। अब यहाँनिर यो के आइरहेछ यो मिनिमम भयो। अब यसलाई चाहिँ हामीले माइनसले चाहिँ मल्टिपल गरेर यसलाई पनि के गर्नुपर्छ यो टर्मलाई चाहिँ लेस देन 4 बनाउनु पर्छ है त। 3x + 2y is less than or equal to 6 एन्ड देन अब माइनसले मल्टिपल गर्दिँदा के हुन्छ यो x को नेगेटिभ हटेर जान्छ, x यो के हुन्छ -3y हुन्छ। त्यसपछि हामीले चाहिँ यो साइन चाहिँ के हुन्छ ठ्याक्क साइन चाहिँ उल्टो हुन्छ। अब x टाइम्स अफ 4 x, y, 0। अब हामीले दुईटा स्ल्याग भेरिएबल युज गरिन्छ। दुईटा स्ल्याग भेरिएबल भनेको लेट r एन्ड s आर टू स्ल्याग भेरिएबल्स है। दुईटा स्ल्याग भेरिएबल्स हुनु भने 3x + 2y + r इज इक्वल टु 6। अब यो r ले चाहिँ सम गर्यो भने के हुन्छ यो इनइक्वालिटीलाई यसले इक्वालिटी बनाउँछ। अब त्यसैगरी सेकेन्डमा हेरौँ x - 3y प्लस अब केले r अलरेडी आइसक्यो भने चाहिँ एउटा s हुने भयो, s इज इक्वल टु 4 हो। अब यिनीहरुलाई हामीले लेखिन्छ स्ट्यान्डर्ड फर्ममा। अब स्ट्यान्डर्ड फर्म भनेको के हो त भन्दाखेरि तिमीहरुले जान्नुपर्ने कुरा x + y + r s and z इज इक्वल टु 0 यस्तो फर्मेटमा लेखियो भने यसलाई स्ट्यान्डर्ड फर्म भनिन्छ। अब हामी लेखौं द गिवन एलपी प्रॉब्लम इन इट्स STANDRD स्ट्यान्डर्ड फर्म है।